आम्मामाम स्पेशल चाहिँ यो आएछ नि त। यो चाहिँ मगाइ मागे रुङ खान्छ नि हौ। रौ खान्छ र? रौ खान्छ खाएन खाएन खाएन। इ किरतजी हजुर नमस्कार है, के गर्नु हुँदैछ? साह्रै नमस्कार राम्रो हजुर। घर पो रहेछ त घर तपाईको। पो यसो सफा गर्दै बसिरहेछौ। कति राम्रो घर रहेछ नि। हजुर यहाँ तपाईहरु पनि आएर बस्न सक्नुहुन्छ। अच्छा किरातजी आज मूल मुद्दामा जाउँ। खुकुरी कस्तो कस्तो? हजुर एउटा यो अहिले भर्खर आइपुगेको छ सोपिस। अच्छा यसले चाहिँ काटिँदैन। देखाउनुस्। हजुर ए यो सोपिस चाहिँ सजाउने सजाउने। र कति अर्को एउटा छ यो चाहिँ गोर्खा आर्मी। हेर्नुहोस् कति रुपैयाँ छ सर? यसले चाहिँ काटिँदैन। यो 600 छ। सोपिस नै हो त्यो पनि? यो सोपिस हैन, यसले काटिन्छ धार लगाएपछि। 600। हजुर त्यो सोपिसको कति छ सर? यो 400। 400 एकदम कम्ती मूल्यमा दिनेछु म यसपाल चाहिँ। र यिनीहरू चाहिँ छ हेर्नुहोस्। यो कर्दा चकमक भएको है। अच्छा यस्तो किसिमको यस्तो डिजाइनको छ। ल हेर्नुहोस्। बाँसपाते? यो सिरुपाते। अच्छा कति रुपैयाँ छ? कौडी खोलाइ भोजपुरे हो? एकदम हेर्नुहोस् न कौडी त भोजपुरे काट्छ काट्छ। एकदमै राम्रो। अच्छा यो कति छ प्राइस यसको भनिदिनुस्? यसको 3200। 3200 हजुर टक टक परेको चाहिँ 3200 दामी रहेछ त्यो खुकुरी। अर्को आयो त्यो भन्दा अलिकति छोटो 3000। 3000 हजुर यसलाई खोलेर देखाइदिउँ है। खोल्नुहोस् त। अबै खोल्नुहोस् खोल्नु। यो भन्दा चाहिँ अलिकति छोटो है। 3000। 3000 बाँसपाते रहेछ है। हजुर हजुर एकदम राम्रो राम्रो। 3000 मात्र? किनभने बेसी यो बाजेकोमा खुकुरी त राम्रो राम्रो छ तर साह्रो बेसी दाम भन्छ भनेर भन्छ। कतिले है? हजुर कमेन्टतिर पनि त्यस्तो आएको छ है। अलिक सस्तो गर्नु आएको छ। अब खै सस्तो पनि अब मलाई हुँदो पो चाहियो त अघि। अब यो छ आम्मामाम स्पेशल चाहिँ यो आएछ नि त। यो चाहिँ मगाइ मागेको छ कि। अच्छा यो पित्तलको ह्यान्डल भएको है। अच्छा अच्छा आम्मामाम आयो त हौ। हजुर आयो त हौ। आयो आयो डरलाग्दा आयो। हजुर अहिले पुगेको छैन। अहिले देखाउनुहोस् त। यो त एकै पिस मात्रै आएको छ। यो एउटा एडभर्टाइजको लागि है। यत्रो आएको छ है भनेर भनिदिन्छु। पित्तलको। अच्छा कति रुपैयाँ छ यो खुकुरी? यसको त पर्छ 3800 त। 3800 पर्छ। किन महँगो सर यो? यो चाहिँ एकदमै ओरिजिनल हेर्नुहोस् न यहाँनिर ओम लेखेको हो। ओम लेखेको कौडी खोलाइ हेर्नुहोस् न कति राम्रो। अबै यो घटाउँदा ओर्दा कतिमा पाउँछ? 2000 त पाउँछ होला। 2000 नदिने। किन हो यो त महँगो भएन र? हैन महँगो त महँगै पर्यो कि। चिज पनि कडै रहेछ नि त। कडै छ। अच्छा हामीसँग आजको विशेष के छ? अर्को एउटा बाँकी रह्यो पर्खिनुहोस्। नयाँ आएको आज है। हजुर हजुर नयाँ आएको खुकुरीमा आज के कति किसिमको डिजाइनको खुकुरी आएको छ है। हेर्नुहोस् न रुङ खान्छ नि हौ। रौ खान्छ र? रौ खान्छ। हेर्नु नि यो यहाँ आयो कि आएन हेर्नुहोस्। गरे नि त। यो कति छ यसको चाहिँ? यो 3500। 3500 यस्तै छ है साथीभाइहरू। अब आएर तपाईहरुले मेरोबाट लानु सक्नुहुन्छ। सुलभ मूल्यमै दिएको छ है। हजुर उहिले त के गर्नु र माघे मेला लाग्थ्यो। माघे मेलामा जानुको लागि एक वर्ष हामीहरूले 1500-1600 कमाउनुको लागि एक वर्ष लाग्थ्यो। मेलामा जाँदा किनेर ल्याउँथ्यौँ। अहिले त घरमै आइसकेको छ। अच्छा तपाईहरु पनि यदि सुलभ मूल्यमा खुकुरी किन्नु चाहनुहुन्छ भने एकदम उत्कृष्ट खुकुरीहरु आइसकेको छ अहिले फिलहाल नयाँ। हजुर तपाईहरुको मोबाइल स्क्रिनमा यो भिडियोको स्क्रिनमा म उहाँको नम्बर पनि राख्दिएको हुन्छु। उहाँहरु सम्पर्क गरेर झट्टभन्दा झट्ट खुकुरी बुकिङ गरि आउनुहोस्। किरातजीलाई बहुत बहुत धन्यवाद दिदै भिडियोलाई लाइक शेयर सब्स्क्राइब पनि गर्न नभुल्नु होला। बहुत बहुत धन्यवाद किरातजी।